हाई एभ्रिवान, आज माथि मेला जाने भनेर रेडी भए। दिनभरि पसलमा काम, त्यही भएर चाहिँ अलिकति फ्रेस हुनको लागि हामी माथि मेला गयौँ। टिकट काटेर भित्र छिर्यौँ। त्यस्तो धेरै चाहिँ मान्छेहरूको भिडभाड थिएन, खुल्ला नै थियो। हामी चाहिँ एकछिन डुल्यौँ। यहाँ पिङहरू अनि गेमहरू खेलाएकोहरू हेऱ्यौँ। बच्चाहरू पनि खेलिरहेकोहरू एकछिन हामीले हेऱ्यौँ। अनि स्टेजमा गीत गाइराख्नु भएको रहेछ एकजना दाइले। एकछिन हामी त्यहाँ हेऱ्यौँ। यहाँ चाहिँ हामीले 10-15 मिनटदेखि चाहिँ बस्नै सक्यौँ। एकदमै धेरै बोरिङ भयो। अनि त्यस पछाडि यमरी मेला चाहिँ आज लास्ट डे रहेछ। हामी त्यहाँनिर पुग्यौँ। बाफरे कति धेरै भिड क्या, छिरि नसक्ने। अनि हामी पनि यो भिडभाडमा चाहिँ कोचिँदै हामी चाहिँ पल्लो छेउदेखि चाहिँ पल्लो छेउसम्म पुग्यौँ। अनि यमरी खान मन लाग्यो, त्यही भएर यमरी खोज्दै हामी भिडभाडमा पस्यौँ। यमरी चाहिँ कहीँ पनि पाएन क्या। त्यो अन्डालाई फ्राई गरेको अनि त्यो के अरू चिजहरू मात्र धेरै टन्नै थियो, केही पनि पाएन। अनि हामी चाहिँ यमरी खोज्दै गयौँ। हामीले चाहिँ लगभग यमरी मात्र 10-15 मिनट जति खोज्यौँ होला, तर कहीँ पनि पाएन। सबैतिर सकिरहेको रहेछ। लास्टमा एक ठाउँ पाइरहेको थियो, त्यो पनि लास्ट पिस रहेछ। अनि हामीलाई वेट गर्नुपर्छ भन्नुभयो। हामीलाई वेट गर्न अल्छी लागिरहेको थियो, त्यही भएर हामीले वेट गरेनौँ। एकछिन डुल्यौँ भिडभाडमा। कस्तो धेरै भिडभाड के, कुन त मलाई भिडभाड मन नपर्ने मान्छेलाई। हामी चाहिँ भिडभाडमा एकछिन डुल्यौँ। अरू चाहिँ केही खान मन लागेको थिएन नि त, त्यही यमरी मात्र खान मन लागेको थियो, तर यमरी नै पाएन। अनि अरू चिज चाहिँ खानै मन लागेन। अनि हामीले लास्टमा चाहिँ कन्सर्ट हेऱ्यौँ एकछिन 10 मिनट जति। अनि हामीलाई अल्छी लाग्यो फेरि। अनि त्यस पछाडि हामी फेरि घर फर्क्यौँ। बाई बाई।